नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो किचनमा। बिना फ्रिजकै लामो समयसम्म स्टोर गरेर राख्न मिल्ने आँपको खटमिठीको रेसिपी लिएर आएको छु म आज। यसलाई बनाउन सबैभन्दा सजिलो तरिका म हजुरहरुलाई देखाउन गइरहेको छु। आउनुहोस् अब म खटमिठी बनाउन सुरु गरौँ। आउनुहोस् अब हामी खटमिठी बनाउन सुरु गरौँ। त्यसको लागि हामीलाई आवश्यक पर्ने आँप लिएर धोइ पखाली गरेर त्यसको बोक्रा मजाले फालेर त्यसलाई आफ्नो कत्रो कत्रो टुक्रा काट्ने हो। त्यसको साइज अनुसार काट्नुपर्छ। त्यो काटेपछि हामीले त्यो आँपको टुक्रालाई 2-3 घण्टा घाममा सुकाउनको लागि राख्नुपर्छ। त्यो आँप सुकिसकेपछि अनि मैले एउटा आरीमा त्यो आँप राखेँ। मेरो चाहिँ यो नयाँ तरिका हो यो खटमिठी पकाउने। यसरी गर्दा हाम्रो खटमिठी मजाले मिठो हुन्छ। एउटा आरीमा सबै आँप राखेँ अनि मैले त्यसमा माथिबाट चाहिने जति चिनी त्यो आँपमा पहिला नै राखिदिएँ। 1-2 घण्टा अगाडि भिज्नको लागि छोडिदिएँ। त्यो चिनी पग्लेपछि अनि मैले एउटा कराईमा तेल बसालेर त्यसमा मेथी खाने सुप पुराएर अनि सुकेको खोर्सानी आफू जति पिरो खाइन्छ त्यही अनुसार त्यसमा पुराएँ। त्यसपछि मैले त्यो आँप त्यहाँ राख्न गइरहेको छु। यो हेर्नुहोस्, यो आँपमा रस यो पानीको होइन, यो चिनी पग्लेरै भएको हो यो रस। यसो गर्नाले आँपको खटमिठी पहिला नै चिनी राखेको हुनाले आँप चिनी पग्लिसकेको छ। त्यसलाई अनि आगो बालेर म मजाले पकाउन गइरहेको छु। त्यसमा मैले थोरै बेसार राखेँ, थोरै नुन राखेँ। त्यसलाई सानो आगो गरेर मजाले चलाइ म पकाउँदैछु। सुरुमा चिनी हालेको हुनाले यो आँप हाम्रो गल्दैन, सारो नै हुन्छ। पाक्ने बेलासम्म हामीलाई केही टेन्सन हुँदैन यो अचार बनाउनको लागि। ल हेर्नुहोस्, अब यो चिनीको पानी आधी सुकिसकेको छ। यतिको भइसकेको छ अचार, हेर्दै रहरलाग्दो भएको छ। अनि त्यसमाथि म आफूले जति पिरो खाने हो त्यति खोर्सानीको धुलो राख्नुपर्छ। खोर्सानीको धुलो राखेर अनि त्यसमा थोरै मैले यसरी पकाएको अचार हाम्रो 1-2 वर्षसम्म पनि बिग्रिँदैन। हामीले अनि यो अचार खोर्सानीको धुलो थोरै राखेँ अनि त्यसमा मैले खाने सुप, जिरा भुटेको मसला थोरै राखेँ। यसो गर्दा यो खटमिठी नुनिलो पिरो चट्ट ट्वाक्क परेको मिठो हुन्छ। हामीले पिरो कति खाने हो त्यही अनुसार पिरो राख्नुपर्छ। यो खटमिठी अनि रोटीसँग खाँदा पनि भयो, खानासँग खाँदा पनि भयो, कहिले बिग्रिँदैन। यस्तो 1-2 वर्षसम्म मजाले टिक्छ। यो पानी सुक्ने गरी यो चिनीको पानी सुक्ने गरी हामीले पकाउनु पर्छ बिस्तारो आगो बालेर। ल हेर्नुहोस्, खटमिठीको कलर कस्तो राम्रो भएको छ। तपाईहरु सबैलाई मेरो रेसिपी मन पर्यो भने एउटा लाइक, एउटा सब्स्क्राइब गरिदिनु होला सबैजनाले। धन्यवाद साथीहरु।